pleasure to be there. हामी कलकत्ताको लागि निक्लिसकेको छौँ हैन हामी तीनजना कलकत्ता अब जान्छौँ उहाँ चाहिँ हाम्रो कलकत्ताको लागि गाइड दिघाबाट अब कलकत्तालाई निक्लेको हामी चाहिँ अब यहाँनिर कलकत्तामा छौँ हैन यहाँनिर अब त्यहाँनिर पछाडि चाहिँ भिक्टोरिया प्यालेस भन्ने चाहिँ त्यहाँनिर छ है यहाँबाट देखाएको छ My weight on different planets. वीडियो भइरहेको न एकछिन होला तेरिका हामी चाहिँ अहिले यहाँनिर भिक्टोरिया प्यालेसमा आइसक्यौँ होइन यही सब बवाल ठाउँहरू छ ठीक है पुरानो जमानाको यहाँ तलवार भालाहरू छ होइन यस्तोमा छिराउने 6 फुट जति छ क्या होलामा यो चाहिँ कृष्ण भगवानको है कृष्ण भगवान गोपीहरूसँग रासलीला गरिरहनु यहाँ चाहिँ एकदम एन्टिक सामानहरू छ हैन जति हेरे पनि राजाको बारेमा लेखेको किताबहरू हैन पहिलाको राजाहरूले चाहिँ यसरी रणनीति यसरी बनाउँछ राजाको रणनीति बनाउनु यो यसमा चाहिँ ट्याक्क राखेर रणनीतिहरू बनाउने राजाले पनि हैन के बुढाहरु आएको चित्र एन्टिक पिसहरू है बुढाहरूले हाकेको गरे जे पनि भनिदिन्छ यो एन्टिक यो खतरा पेन्टिङहरू हैन यो चाहिँ पेन्टरले मात्र बुझ्छन् ल यस्तो खतरा पेन्टिङहरू रहेछ यहाँनिर एन्टिक यहाँ मोडलहरू छ ए कस्तो यो त अचम्मको रहेछ कुखुरा घोडा खच्चड हो भने जस्तो रहेछ
सिंपल पेंटिंग है। टल्केर नदेखे कि बन्दुक लगभग 5 फुट छ क्या हो यो त लिइसक्यो मेरो यो झन् ठुलो साइजमा रहेछ तिमी जतिको दुईटा मात्रै हुन्छ। हामी यस्तो मजाको ठाउँमा आइसक्यो होइन। नेपालमा चाहिँ यस्तो ठाउँ किन छैन है? सब यहाँनिर यस्तो छ है, यस्तो दामी ठाउँहरू छ है। नेपालमा चाहिँ किन छैन? र अब यहाँ यस्तो दामी बुलेटहरू छ। वीडियो बनाए भगत सिंहको टोली हो क्या? भग्ना रहेछ, भग्न सिंह। हाम्रो नेपालमा चाहिँ यस्तो राम्ररी किन राख्दैन? राखे पनि किन हेर्न दिँदैन? यहाँनिर सबै मान्छे आएर हेरिरहेछन्। हामी चाहिँ होइन कलकत्ताको यहाँ गल्लीतिर यस्तो बाटोतिर हिँडिरहेको छौँ अहिले मस्त। यहाँ चिन्दैन हो, मेरो मोबाइल चोरी हुन पनि सक्छ है। ठ्याक्क मान्छेले यहाँनिर उठाएर लग्यो भने मैले मोबाइल नै भेट्दैन। यहाँ यस्तै पेपर कुना काप्चाबाट यहाँ बस यतापट्टि छ है, पेल्यो भने गयो, सक्यो जिन्दगीभरि लाइफमा दोहोऱ्याएर घुम्न आउने नाम लिन पाउँदैन। हामी चाहिँ मोनुमेन्टमा आइसक्यो होइन। मोनुमेन्ट त्यहाँनिर छ है, त्यहाँनिरबाट मान्छेहरू चाहिँ अङ्ग्रेजहरूले त्यहाँ माथिबाट खसालेर मारिदिन्थ्यो अरे पहिला जमानामा। अनि त्यो चाहिँ हाउडा ब्रिज हो त्यो होइन। हामी नाइट भ्यू, हामी बोटमा छौँ। त्यहाँ अर्को ब्रिज छ, यहाँबाट मोबाइल खस्यो भने जान्छ मेरो मोबाइल। ल हामी हाउडा स्टेसन आइसक्यो होइन। यो ठाउँ चाहिँ राम्रो रहेछ।